वाउ चकलेट हाम्रो निकेश दाईको चाहिँ यस्तो दामी परेको छ होइन अन्तिममा चाहिँ के हो खोल्नु पनि कति गाह्रो है म ती गएर यत्रो नै सानो पर्नु छ त्यो झुन्डाउने के हो अब चाहिँ को पर्छ है ल ल ल ल ल को पर्छ भनेको भन्दै लक्ष्मी दाई पर्नु भएछ उहाँ हुनुहुन्न सेक्रेटरी दाई फेरि हाम्रो म्यानेजर सरले नै हेरिदिनु भयो के पर्छ हेरौँ है बक्स कति नम्बर पर्छ के पर्छ कति नम्बर ग्लोभ्स पर्नु भएछ वा अर्को चिठाइ अब फेरि अर्को चिठा के को पर्छ आशिष भनेको त गीता दिदी पो पर्नु भएछ के पार्नु भएछ ल हाम्रो दिदीले ल गीता दिदीले के पार्नु भएको छ हेरौँ ल यस्तो दामी नै पार्नु भएको छ हेरौँ न के पार्नु भएछ कति नम्बर हो 2 नम्बर के पार्नु भएछ गाह्रो छ गाह्रो क्या प्याकिङ चाहिँ दामी हालिदिनु भएछ ल डाइरेक्ट खोलिदिनु भयो के चाहिँ पार्नु भएछ ओ माई गड बल्ने 1213 चाहिँ पर्ने साउन्ड पार्नु भएछ हाम्रो दिदीले चाहिँ ब्युटिफुल म सबैको राम्रो पऱ्यो आफ्नो चाहिँ के पर्छ भनेर सोचिरहेको छु है के पर्छ अब फेरि अर्को स्पिन हान्दिउँ त लु एकचोटि ओ कृष्ण सर ओ समीर राजवंशी पऱ्यो ल के परेछ है हाम्रो साथीको चाहिँ फेरि राम्रै पऱ्यो होला के पर्छ चिठा कति चिठा तार्नु छ हेरौँ ओ 6 के पार्नु भएछ के पारेछ है हाम्रो साथीले ओ कप पो पार्दैछ त अन्तिममा त गिफ्ट होला भनेको त कप पो पार्दैछ बिचरा कप चाहिँ फेरि चिया खानलाई सधैँ चाहिन्थ्यो आज चाहिँ कप पो पारेछ चिया खानु भयो हाम्रो साथीले चाहिँ ओ माई गड हाम्रो मनिषाको चाहिँ के पर्छ हाम्रो मनिषा सिस्टरको चाहिँ के पर्छ हेरौँ न ओ माई गड स्पिकर ओ गीत सुन्नुलाई दामी स्पिकर पार्नु भएछ वा सबैभन्दा महँगो चाहिँ लास्टमै हाम्रो मनिषा सिस्टरले पार्नु भएको छ मेरो चाहिँ के पर्छ हेर्नु ल मेरो चाहिँ के पर्छ हेर्नु है मेरो चाहिँ भिडियो बनाउँदा ठ्याक्कै मेरो नाम परेछ मेरो नाम के पऱ्यो जस्तो लाग्छ तपाईँहरूलाई गेस गर्नु त लु